चिउराको चटपटे कसले खानुभएको छ है त ल हेर्नुहोस् है त मेरो पुरै ब्लग वेलकम टु माई मिनी ब्लग। हामी चाहिँ आज जाँदैछौँ फुफू दिदीको घर है। अनि यसो सामानहरू किनेपछि हामी अटो चढेर लाग्यौँ दिदीको घरतिर। आकाशतिर चाहिँ बादल थियो, पानी पर्ला पर्ला जस्तो पनि भइरहेको थियो। अनि त्यसपछि पुग्यौँ हामी दिदीको घर। दिदीहरू चाहिँ बाहिरै सुतिरहनु भएको रहेछ, गर्मी छ नि त यतातिर एकदम धेरै। अनि एकछिन गफसप गरेपछि फेरि बाहिरतिर पानी पर्न थाल्यो। पानी परेपछि के खाजा खाने भन्ने भयो। अनि हामी चाहिँ चटपटे बनाउन थाल्यौँ। आज चाहिँ नयाँ तरिकाले चटपटे ट्राई गरौँ न त भन्ने भएर हामीले चाहिँ चिउराको चटपटे बनाउँदैछौँ। प्रायः भुजाको चटपटे त हामीले खाइरहेका हुन्छौँ नि त। अनि चटपटे बनाउने तरिका चाहिँ त्यही नै हो, तर भुजाको ठाउँमा चिउरा हालेर हामीले चटपटे बनाउँदैछौँ। बहिनीले चटपटे बनाएर हामीले चटपटे पनि खायौँ, तर एकदम धेरै मिठो भएको थियो। अनि एकछिन गफसफ गरेपछि हामी लाग्यौँ घरतिर। मेरो बहिनी चाहिँ कोसेली देखाउँदैछन्। अनि आउँदा आउँदै फेरि पानी पर्यो। बर्खाको बेला कतिखेर पानी पर्छ घाम लाग्छ थाहा नै हुँदैन है। आजलाई यति नै।